हुँदै तिम्रो नयनमा सधैँ रहन पाऊँ मेरो अन्तिम साससम्मै सहारा हौ तिमी मेरो भरोसा हौ तिमी मेरो उपहार हौ तिमी मेरो ईश्वरको आशीष तिमी मेरो सुख सुख त भन्न म सक्दिन तर दुःखमा सधैँ हुनेछु सोचे जस्तो पुरा गर्न नसकुला तर मायाका बाचा भुल्ने छैन सहारा हौ तिमी मेरो भरोसा हौ तिमी मेरो उपहार हौ तिमी मेरो ईश्वरको आशीष तिमी मेरो हुन्छ धन्यवाद सबैजना मिलेर बस्न सक्नुहुनेछ आदरणीय दाजुभाइ दिदीबहिनीहरू बुवाआमा तथा दाजुभाइ दिदीबहिनीहरू मिलेर बस्नको लागि हार्दिक अनुरोध गर्दछु गर्नै भए तापनि तपाईँहरू मिलेर बस्नको लागि म हार्दिक अनुरोध गर्दछु मिलेर बस्नु होला अब एउटा स्पेसल गीत गाएर हामी अगाडि कार्यक्रमलाई बढाउनेछौँ स्पेसल गीत गाउनको लागि कोयर झन्डालाई दिनेछौँ यो समय तुलाएर दुलै बस्न सक्नुहुनेछ Oh
आदरणीय एल्डर दिपेन्द्र चौधरीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। विधिको लागि प्रार्थना गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हुन्छ, सबैलाई प्रभु येशू ख्रीष्टको पवित्र अनि उच्च नाममा मेरो प्यारो जय मसीह। र आज यस विवाह समारोहमा, पवित्र विवाह समारोहमा पाल्नुहुने सम्पूर्ण विश्वासीजनहरू अनि दुलहाका आफन्ती अनि दुलहीका आफन्ती सबैजनालाई स्वागत छ। र हामी अब छिट्टै नै यस लगत्तै हामी यो विवाहको पवित्र विधिमा सरिक हुन गइरहेका छौँ। त्यसकारण यो पवित्र विधिको निम्ति हामी परमेश्वरलाई धन्यवाद चढाउनेछौँ र अगुवाई माग्नेछौँ। हुन्छ, तपाईँ सक्नुहुन्छ भने यो प्रार्थना गर्ने बेलामा सबैजनाले आफ्नो शारीरिक आँखा बन्द गरिदिनुहोला र एकैछिन प्रार्थनामा सरिक हुनुहोला। आउनुहोस् हामी यो समय छोटो प्रार्थना गर्नेछौँ। महान परमेश्वर पिता, हामी तपाईलाई यस घडी धन्यवाद दिँदछौँ कि तपाईँ परमेश्वरले यो सारा सृष्टिलाई बनाउनु भयो, यो सारा ब्रह्माण्डलाई तपाईँ परमेश्वरले नै सृष्टि गर्नुभयो। र प्रभु तपाईँ परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो। तपाईँ हाम्रा सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यसकारण हामी सबै कुरामा तपाईँ परमेश्वरको अगुवाई माग्दछौँ। प्रभु आज यस मण्डलीको हाम्रो प्यारो भाइ सन्दीप अनि नानी एन्जलको बीचमा यो पवित्र विवाह हुन गइरहेको छ र यस समयमा हामी तपाईँ परमेश्वरसँग अगुवाई माग्दछौँ र यो पवित्र विवाहको निम्ति एउटा विधिहरू गर्नुपर्ने हुन्छ जो तपाईँ परमेश्वरले विधिहरू दिनुभयो। प्रभु यी भाइ र बहिनीलाई तपाईँ परमेश्वरले सृष्टि गर्नुभयो र त्यो विधि अनुसार चल्नलाई तपाईँले अगुवाई गर्नुभएको छ। र प्रभु आज त्यो विधि फेरि पनि हामी फलो गर्दै अगाडि बढ्नेछौँ। त्यसकारणले जो विधि तपाईँ परमेश्वरको अगाडि हामीले गर्न गइरहेका छौँ त्यसको निम्ति हामी अगुवाई माग्दछौँ। प्रभु तपाईँ परमेश्वरले आशिष दिनुहोस् र त्यो विधि सञ्चालन गर्नुहुने व्यक्तिलाई प्रभु तपाईँले सहायता गर्नुहोस् भन्ने प्रार्थना गर्दछौँ। धन्यवाद छ परमेश्वर, यो समयको निम्ति बाँकी रहल समय तपाईँको पवित्र हातमा राख्दै आशिष माग्छौँ यीशु प्रभुको नाममा, आमेन। धन्यवाद आदरणीय एल्डर ज्यूलाई, उहाँले प्रार्थना गरेर गइसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। अब भने हामी पवित्र विवाह सन्देश तथा विधिको समयमा प्रवेश गर्दैछौँ र यसको लागि आदरणीय पास्टर बाबुराम बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछौँ। हामी सबैजनाले ताली बजाउँ। प्रेज द लर्ड। हामी सबैजनाले ताली बजाएर उहाँलाई हार्दिक स्वागत गर्छौँ। हुन्छ, आज मिति 2082 साल 10 गते तदनुसार 27 जुलाई 2025 गते शनिबारका दिन लुम्बिनी प्रदेश पाल्पा जिल्ला पूर्व खोला गाउँपालिका वडा नम्बर 5 बिरकोट निवासी श्री दलबहादुर सारू र श्रीमती कुसुम कुमारी सारूका छोरा श्री सन्दीप सारू र लुम्बिनी प्रदेश रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर 11 बुद्धनगर निवासी श्री कमल थापा र श्रीमती अनिता थापाको छोरी सुश्री एन्जल को बीचमा 2082 असार 8 गते आइतबार दुवै परिवार र मण्डलीको उपस्थितिमा गरिएको पवित्र मगनी पश्चात मण्डलीको विधिअनुसार पवित्र विवाह कार्यक्रममा उपस्थित हुनुभएका जति पनि आगन्तुकहरू हुनुहुन्छ, दुवै पक्षबाट निमन्त्रणा गरेर आउनुभएका प्रभुका जनहरू हुनुहुन्छ अनि हाम्रो मण्डली बिरकोटका हाम्रो आदरणीय अगुवाज्यू हुनुहुन्छ लगायत यहाँहरू सबैलाई विशेष स्वागत भन्दै अभिवादन, जय मसीह अनि नमस्कार भन्न चाहे। विशेष आज हामी एउटा खुसी र खुसीको उत्सवमा छौँ। त्यस कारणले गर्दा केही समय यहाँहरू धैर्य धारण गरेर बसिदिनु होला। हामीलाई थाहा छ हामीले सबैलाई मध्यनजर गरेर समयलाई मध्यनजर गर्दै शनिबार नै किन त भन्ने लाग्ला, किनकि धेरैजना कार्यव्यस्तताको कारणले गर्दा र सबैलाई समय मिलाउँदै गर्दा हामीले शनिबार विवाहको कार्यक्रम गरेको कारणले कतिजनालाई अलिकति गाह्रो भएको छ। किनकि यहाँ कतिजनाहरू 8:30 बजे, कतिजनाहरू 5 बजे पनि आइपुग्नु भएको छ अनि कतिजना अलिक छिटो आउनु भएको छ, कतिजना ढिलो आउनु भएको छ अनि त्यो छिटो आउनेहरूलाई अलिकति गाह्रोको महसुस चाहिँ हुन्छ। तर पनि
कतिजनाहरू खाना खाएर आउनु भएको छ, कतिजना नखाइकन आउनु भएको छ, तर पनि धैर्य धारण गरेर केही समय विशेष गरेर आज विवाहमा जोडिन गइरहेका भाइ सन्दीप र बहिनी एन्जललाई प्रार्थना गर्नलाई अनि आशीर्वाद दिनको लागि हामी धैर्य धारण गरेर बस्नेछौँ। त्यसकारणले गर्दा आज म अलिकति यो सङ्गतिलाई छोट्याएर हामीले विवाह अनि सङ्गतिसँगै गरेको कारणले कतिलाई अनौठो पनि लाग्न सक्छ। म आज अलिकति विवाहको बारेमा केही कुराहरू विशेष गरेर आज विवाह बन्धनमा बाँधिन गइरहेका भाइ र बहिनी लगायत सबैजनाको लागि उपस्थित सबै मानिसहरूको लागि केही वचनको खण्डहरूबाट यहाँहरूलाई स्पष्ट गराउन चाहन्छु। हामीले बाइबलमा हेऱ्यौँ भने विवाहको अर्थ के हो, विवाह किन गर्नुपर्छ, विवाहको उद्देश्य के हो भन्ने कुराहरू तपाईँलाई लाग्न सक्छ। अहिले विवाहलाई मानिसहरूले नर्मल प्रकारले लिएका छन् अनि विवाह किन गरिन्छ, कुन उमेरमा विवाह गर्दा असल हुन्छ भन्ने कुराहरू पनि हामीलाई अवगत हुनु आवश्यक छ। र बाइबलमा विश्वास गर्ने क्रिस्चियन विश्वासीहरूको लागि विवाह किन आवश्यक छ, यो कसले सुरु गर्यो भन्ने कुराहरू पनि हामीलाई खाँचो पर्छ। त्यसकारणले सायद हामी सबैले यो कुराहरू कतिले सुनेका छौँ, कतिले सुनेका छैनौँ। कतिजना सायद आज क्रिस्चियन विवाहमा पहिलोचोटि आउनु भएको छ, कतिजना धेरै पटक आइसक्नु भएको छ। तर पनि हामी सबैजना समझदारीका साथ मिलेर हामी बस्नेछौँ। सक्यो भने यो वचनको समयमा उठबस यताउति नगरिदिनु भयो भने मलाई पनि सहज हुन्छ, यहाँहरूलाई पनि सहज हुन्छ। सानो कोठा छ, गर्मी छ, अब यो बुटलको गर्मी हो, हामी चाहिँ होइन शीतल ठाउँबाट सुख लिनको लागि तराईमा झरेको अनि कहाँ गतिलो हुन्छ होइन। त्यस कारणले गर्दा हामी चाहिँ यही ठाउँमा बसेका छौँ। त्यस कारणले हामीले अनुभव गरेका छौँ। कतिजना भर्खरै पाल्पाबाट झर्नु भएकोलाई चाहिँ गाह्रो भएको छ, मलाई थाहा छ। तैपनि एकछिन हम्केर बस्नु होला है। अनि छोटो समयमा आज विवाहको कार्यक्रमलाई सिद्धाउने पनि कोसिस गर्छु, तर पनि अब विधि त पुरै गर्नुपर्छ होइन। ठिकै छ। आज म अलिकति विवाहको बारेमा यहाँहरूलाई केही कुराहरू बताउन चाहन्छु। यदि तपाईँले आफ्नो पवित्र शास्त्र बाइबल ल्याउनु भएको छ भने यशायाको पुस्तक 34 अध्यायलाई यहाँले हेर्न सक्नुहुन्छ। अब विवाह चाहिँ कहाँबाट सुरु भयो, कसले सुरु गर्यो भन्ने कुराहरू हामीलाई थाहा हुनुपर्छ। कहिले कहिले हामी देख्छौँ विवाहमा पछुतो आएको छ, विवाह गरिसकेपछि बल्ल यसलाई बिहा नगर्न पाएको भए त अर्कियो भन्दा त अझै राम्री रहेछ भन्ने पनि तपाईँहरूलाई कतिजनालाई त ढुकुच भरेको अवस्था पनि छ। तर बाइबलले के भन्छ विवाहको बारेमा म तपाईँहरूलाई बताउन चाहन्छु र हाम्रो भाइ बहिनीलाई पनि यो कुराहरू बताउन चाहन्छु। र यो विवाह भन्ने कुरो चाहिँ अचम्मको रहेछ। अघि एन्जल बहिनी अलिकति ढिलो आएको त भाइ आत्तिएर घरि छटपटिएर घरि बाहिर घरि भित्र है। अनि हामी हेर्दै थियौँ, नडराउँ बहिनी आउन ढिलो गरे पर्ने र आएन भने पनि नडराउँ भनेर चाहिँ हामीले हौसला दियौँ। अनि थमथमेर बस्नुभयो, अहिले आएपछि हेर्नु त कति खुसी हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो विवाहको विषय चाहिँ सबैलाई एउटा रमाट हो होइन, खुसी आनन्दको कुरा हो। त्यस कारणले यो 34 अध्यायको 16 पदले यसरी भन्दछ, परम प्रभुको पत्रको मुठामा हेरेर पढ, यिनमा एउटै पनि हराउने छैन, कसैलाई आफ्नो जोडीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो र उहाँको आत्माले तिनीहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ। यहाँहरू हाम्रो मण्डलीमा पनि धेरै भाइ बहिनीहरू विवाह गर्नलाई तयार भएका, विवाहको लागि परिपक्व पाकेर बसेका पनि हुनुहुन्छ होइन। यहाँहरूको लागि पनि वचन सुन्नु होला, बाइबलले के भन्छ, कसैलाई पनि जोडीको अभाव हुँदैन। त्यस कारणले तपाईँहरू नआत्तिनु होला। सबैजना म त यसो विचार गर्दै थिएँ, यो हिजो डेकोरेसन गर्दै गर्दा एन्जलको बिहा सिद्धिएपछि त अर्काको तुरुन्तै भयो भने त्यो फुकाउनु पनि पर्दैन भनेर है। तर कोही पनि मान्नु भएको छैन, भिडियो चाहिँ खिच्नु भएको है, सायद त्यो छिटै हुन्छ होला। अनि त्यस कारणले गर्दा यो विवाह भनेको चाहिँ के हो त भन्दाखेरि रमाहाट परिचय हेर्दै गर्दा विवाहको योजना चाहिँ परमेश्वरले नै गर्नुभएको। विवाह जहिले पनि स्त्री र पुरुषको बिचमा हुन्छ। अहिले त पुरुष विवाह गर्छन्, स्त्री पनि विवाह गर्छन् होइन, सुन्नु भएको छ नि तपाईँहरूले। अब त्यो चाहिँ परमेश्वरले सुरु गरेको विवाह होइन। अनि परमेश्वरले बनाउनु भएको सिद्ध योजना चाहिँ के हो त विवाह हो। जसरी भाइ पाल्पाको, बहिनी रूपन्देहीको, अनि यो विवाहको लागि
भन्दा अगाडि भाइ पाल्पाबाट बुटोल झर्नुभयो, एउटै मण्डलीमा भेट भयो, दुईटाले ल म त तिमीलाई मन पर्छ भन्नुभयो होला, त्यसो भन्दा किन रोक्ने, त्यसो भने विवाह गरिदिउँ होइन भनेर चाहिँ आज भाइ र बहिनीको बिचमा अति नै पवित्र प्रकारले मण्डलीको विधिअनुसार दुई पक्षको कुराकानी अनि त्यसपछि मगनी र मगनी पछि चाहिँ विवाह भएको छ। यो चाहिँ बाइबलीय विवाह, यो चाहिँ बाइबलीय दृष्टिकोणबाट पनि असल विवाह। किनभने हामीले गर्ने विवाह आज हामी देख्छौँ धेरै थरीका विवाह हुन्छन्। कसैलाई झ्याङखुरी पारेर लाने विवाह हुन्छन्, कसैलाई थाहा नै छैन है। मैले सुन्दै थिएँ मेरो फुपूलाई चाहिँ 7 वर्षमा रोटी खाँदै गएको अरे के विवाह गरेर दुलै बनेर, अनि त्यो रोटी खाँदै गएर अनि कसो घर आएको भन्दाखेरि मामाको घर भन्ने अरे होइन। त्यस्तो पनि होइन। नेपालको कानुनले दिएको उमेर जो चाहिँ 20 वर्षपछि चाहिँ विवाह गर्नलाई योग्य केटाकेटीलाई विवाह गर्न सकिन्छ भनेको छ। त्यो अनुसार चाहिँ दुवैजनाले हामी चाहिँ सक्षम भयौँ, अब हामी विवाह गर्न चाहन्छौँ भनिसकेपछि हामीले चाहिँ मजाले विवाह गर्न सक्छौँ भनेर चाहिँ अनुमति दिइसकेपछि उहाँहरूले चाहिँ विवाहको लागि तयारी गर्नुभयो। र विवाहको उद्देश्य के हो भन्दाखेरि विवाह धेरै मानिसहरूको सोचाइमा यौन आवश्यकता पुरा गर्नलाई विवाह गर्नुपर्छ भनेर चाहिँ मान्छ। मेरो छोरा त बिग्रियो अब बिहा गर्दाखेरि ठिक पार्छ भन्ने धेरै मान्छेको सोचाइ हुन्छ। भन्नुपर्दा चाहिँ त्यो केटी मान्छे चाहिँ सुधार केन्द्र जस्तो के, तर वास्तवमा त्यो चाहिँ बाइबलीय विवाह होइन। सुध्रिएको केटालाई सुध्रिएको केटी बिहा गरिदियो, त्यो बिग्रिएको केटालाई सुध्रिएको केटी बिहा गरेर के हुन्छ यसो विचार गर्नुहोस् त। कतिपटक चाहिँ हाम्रो दृष्टिकोणमा खालि विवाह भनेको छोराछोरी जन्माउनको लागि, ओछ्यान तताउनको लागि मात्रै चाहिँ विवाह होइन। विवाह भनेको चाहिँ जीवनको एउटा सहयोगी पाउने है, जसको कारणले दुःखमा सुखमा हरेक अवस्थामा सहारा दिने, त्यो चाहिँ हो। कहिले कहिले म र मेरो श्रीमती मात्रै छौँ, म बिराम भयो भने तातो पनि मेरो श्रीमतीले पकाउँछ। मेरो उनी बिमार भयो मैले चाहिँ के अरे के पकाएँ टिमुरको पानी बोकाएर खुवाएको अहिले ठिक हो रहेछ है। त्यस कारणले कहिले यो सहयोगी रहेछ क्या विवाह भनेको चाहिँ, एकले अर्कालाई सहायता गर्ने कुराहरू। तर हाम्रो उद्देश्य चाहिँ खालि सन्तान जन्माउनको लागि, सँगै सुत्नको लागि मात्रै चाहिँ विवाह गर्ने उद्देश्य हुन्छ। अनि त्यो बाइबलीय चाहिँ त्यो उद्देश्य छैन। किनकि उत्पत्ति 2:18ले भन्छ मानिस एक्लो रहनु असल छैन, त्यसको लागि चाहिँ परमेश्वरले जोडी बनाउनुहुन्छ अथवा जोडी जुटाउनु भएको छ। त्यो जोडी खोज्नलाई तपाईँ धमार दोष लाएर खोज्नु पर्दैन, हराएको छैन, तपाईँको नजिक छ। तर समय आएपछि परमेश्वरले नै जुटाउनुहुन्छ। आमेन। त्यस कारणले गर्दाखेरि दोस्रो, यौन सम्बन्ध भएपछि एउटै हुन्छन् जसद्वारा शारीरिक आत्मिक आशिष ल्याउँछ। अहिले हामी देख्छौँ भाइ बहिनी, भाइ एउटा घरानाको छ, बहिनी अर्को घरानाको छ। जब आज विवाह हुन्छ, अहिले भइसकेको छैन, अहिले एकछिनपछि हुन्छ, विवाह घोषणा भइसकेपछि अब म त मेरो आमाकै बस्छु भनेर भएन नि, म त मेरो आमासँगै बाटै घरमा बस्छु भनेर पनि हुँदो रहेनछ। केटा र केटी चाहिँ विदेशमा हो भने बिहा गरेर भोलिपल्टदेखि त्यो सिद्धियो। तिनीहरूको आमा बाउको आउनु भनेको पाहुनाको जस्तो हुन्छ। हाम्रो त उस्तै पऱ्यो नि, बाबुआमाले अंश खोजेर सम्पत्ति जोडेर राखिदिने चलन हुन्छ, त्यही भएर धेरै छोराछोरी बिग्रिन्छ है। विदेशमा चाहिँ बिहा गरेर भोलिपल्टदेखि त्यसको आमा र बाउको सम्बन्ध टुटिया त होइन, तर अब त्यो दिने गर्ने पढाउने लेखाउने पालन पोषण सबै कुरो सिद्धियो है। त्यसपछि उनीहरू चाहिँ के हुन्छ, सेपरेट भएर बस्छ। अब त्यसमा चाहिँ ल कतिपल्ट जान्छ नि हाम्रो चलन चल्तीमा, ल ओहो त बुहारी र छोरा त खुब मिलेर हिँडेको छ, हिजो त छोरा मैले जे भने त्यही मान्थ्यो, आज त बुहारीको कुरा सुन्न लाग्यो भन्नतिर कतिपल्ट चाहिँ मान्छेहरू लागिरहेको अवस्थाहरू हुन्छ। त्यस कारणले गर्दा यौन सम्बन्ध भएपछि तिनीहरू एउटै हुन्छन्, उसँग भएको सबै सम्पत्ति पनि एउटै हुन्छ, उसँग भएका सबै परिवार पनि एउटै हुन्छन्, उसँग भएका नातापाता पनि एउटै हुन्छ। म कहिले कहिले विचार गर्छु, विवाह गरेर जानु भनेको चाहिँ आफ्नै आमालाई छोडेर श्रीमानको आमालाई चाहिँ आमा बनाउनु है। विवाह गरेर गइसकेपछि श्रीमानको आफ्नै बाउलाई छोडेर श्रीमानको बाउलाई चाहिँ आफ्नो बाउ बनाउने हो है। अनि उसको दिदीलाई चाहिँ दिदी बनाउने हो, दाइलाई चाहिँ दाइ बनाउने हो। त्यस कारणले गर्दाखेरि बाइबलले नै के भन्छ, शारीरिक रूपमा आत्मिक रूपमा तिनीहरूले के ल्याउनेछन्, आशिष ल्याउनेछ। अब विवाह भनेको के हो त भन्ने तपाईँलाई लाग्न सक्छ। बाइबल अनुसार विवाह भनेको चाहिँ एक पुरुष र एक स्त्री जो सिद्ध छैन,
एउटा सिङ्गल चाहिँ सिद्ध होइन। किनभने हाम्रो भाइ के अरे सन्दीप हिजोसम्म चाहिँ सिङ्गल थियो। मन लागेको उठाए पनि भयो, मन नलागे नआए पनि भयो, एक्लै काममा गए पनि भयो, घुम्न गए पनि कसैले रोक्न सक्दैन। अब बहिनीले के गर्नुहुन्छ, सेकेन्डमा फोन गर्नुहुन्छ। हाम्रो भाइहरूलाई पनि कतिले फोन गर्नुहुन्छ नि, अनि फोन गर्नुहुन्छ, कहाँ पुग्यो, के खाइरहेछौ, कोसँग हिँडिरहेछौ, के गरिरहेछौ, त्यो मोबाइलमा कसको मेसेज आएको छ, सबै कुराको नीति खोटी गर्ने अधिकार चाहिँ अब कसले पाएको छ, बहिनीले पाएको छ। त्यस कारणले बाइबलले के भन्छ, एक्लो हुँदाखेरि सिद्ध थिए। हिजो मलाई धेरै ठाउँमा भन्न मनपर्छ, मान्छे चाहिँ जब एक्लो हुन्छ बल्ल सिद्ध मान्छे हुन्छ अरे, जब बिहा गर्छ त्यहाँदेखि गधा हुन्छ अरे। त्यहाँ माथि को चढेर हिँड्ने भयो, उसले यता जा भन्यो भने त्यतै जानु पर्यो, उता जा भन्यो भने त्यतै जानु पर्यो। अब गधापछि चाहिँ के भयो, जब बच्चा जन्मिन्छ त्यसपछि माकुरा भन्छ अरे है। माकुरा भनेको चाहिँ यो ताडी ल्याएर हुन्छ कि उताडी ल्याएर हुन्छ कि चोरेर हुन्छ कि ढाँटेर हुन्छ कि छलेर हुन्छ, छोराछोरीलाई त पाल्नै पर्यो। त्यस कारणले हिजोसम्म भाइ चाहिँ अब के थियो, मान्छे थियो। अब आज बिहा गरेपछि गधा भन्छ, भोलि चाहिँ फेरि बाटो गएर यता गधा नबोलाउनु सन्दीपै हो, गधा जस्तो गर्नुपर्ने हुन्छ। अनि त्यसपछि जब बच्चा जन्मिन्छ, बच्चा जन्मेपछि माकुरा, बच्चाले बाबा कापी ल्याइँदैन है, बाबा कलम चाहियो, बाबा मिठाई चाहियो, बाबा यस्तो चाहियो। अनि के भयो, कसरी ती नानीहरू पाल्ने हुर्काउनेतिर चाहिँ व्यस्त रहन्छ। विवाहहरू चाहिँ विवाहभन्दा अगाडि नै यौन सम्पर्क भइसकेको हुन्छ। धेरै बस्ती मैले सुन्दै थिएँ, कसको विवाह भयो, विवाह भएको कति 11 वर्ष अगाडि उसको विवाह भयो, छोराछोरी भयो, छोराछोरीहरू जन्म्यो अनि बाउको बिहामा गए है। बाउको बिहामा गए, बाउको बिहा चाहिँ 11 वर्षपछि, छोराछोरी जन्मिएको 11 वर्षपछि बाउको बिहा भयो। अनि बाउले बिहा गरेको 11 दिनमा चाहिँ बाउको मृत्यु भयो। हामीले कति देख्छौँ, विभिन्न विवाह छ। तर पवित्र परमेश्वरले सुरु गर्नुभएको कारण यो चाहिँ के हो त, पवित्र विवाह, जसलाई बाइबलले के भन्छ, दुवै केटा र केटी जब शुद्ध पवित्र निष्कलङ्क छन् भने मण्डलीको विधि अनुसार पहिला कुराकानी हुन्छ, दुवै परिवारको राजी हुन्छ। आज भाइले विवाह गर्दै हुनुहुन्छ, बाबुआमाले त हामीलाई त मतलब छैन, जेसुकै गर भनेको भए बुवा आमा यहाँ कहाँ हुनुहुन्थ्यो, त उहाँहरू राजी हुनुभयो, ठिक छ। अब छोराको खुसी हाम्रो खुसी, छोराको इच्छा हाम्रो इच्छा भन्नुभयो, अनि आमा पनि आउनु भएको छ। अस्ति मगनी पनि आउनुभयो, अहिले त भएन भने छोराहरूको छोरालाई पनि ल्याउनु भएको छ होइन, नाता पातालाई नै ल्याउनु भएको छ। कारण किन भन्दाखेरि दुवै परिवारको कुराकानी हुन्छ, पहिलो। दोस्रो, मगनी क्रिस्चियन विवाहमा जब मगनी हुन्छ, मगनीमा चाहिँ बैना गरेको जस्तै तपाईँले कुनै जग्गा लिन खोज्नुभयो, अनि त्यो जग्गालाई तपाईँले लिनुभन्दा अगाडि के दिनुहुन्छ, बैना दिनुहुन्छ। त्यो बैना चाहिँ पुरै तिर्नु पर्दैन। त्यस्तै भाइ र बहिनीको चाहिँ पहिला बैना भइसक्यो, अब मण्डलीको विधि अनुसार चाहिँ के भएको, यो चाहिँ विवाह हुन गइगएको छ। अनि यसकारण पवित्र परमेश्वरले गर्नुभएको कारणले गर्दा यसलाई चाहिँ पवित्र विवाह भनियो। दोस्रो, यो परमेश्वरबाट दुई व्यक्तिलाई एक बनाउनु भएको कारणले पनि पवित्र बनियो। किनभने भाइ पाल्पा जिल्लाको, बहिनी रूपन्देहीको, परमेश्वरले चाहिँ उनीहरूलाई एक बनाउनु भयो। अब बहिनी र भाइ चाहिँ सँगै बस्ने, सँगै जिउने भएको कारणले। दोस्रो, ओछ्यान नबिटिल्नु वा कलङ्कित नहुनु भनेर चाहिँ बाइबलले हामीलाई बताएको छ। त्यस कारणले हाम्रो भाइ बहिनीहरूले अगाडि बसेर धमर दुख लाएर सुन्नु भएको छ। यहाँहरू पनि विवाह नभएका नानीहरू, भाइहरू हुनुहुन्छ, बाइबल यदि तपाईँ पनि पवित्र विवाह गर्न चाहनुहुन्छ भने विवाहपूर्वक कुनै प्रकारको नराम्रो, अनैतिक, अजायज होइन, नजायज काम चाहिँ गर्नु हुँदैन भनेर चाहिँ बाइबलले भन्छ है। जसले जस्तो गरे पनि यो विवाह चाहिँ के हुन सक्दैन, तोड्न सकिँदैन। यो परमेश्वरले सुरु गर्नु भएको, किनभने यो विवाह गर्नलाई आज मात्रै विवाह भएको होइन, उहाँहरूको लागि मण्डलीले प्रार्थना गर्यो, सबै परिवारले चाहिँ प्रार्थना गर्नुभयो, अनि भाइले बहिनी खोज्नुभयो, बहिनीले भाइ खोज्नुभयो, अनि धेरै के भन्छ प्रोसेस अनुसार चाहिँ उहाँले विवाह गर्दै हुनुहुन्छ। त्यस कारणले बाइबलले के भन्छ, मृत्यु बाहेक कुनै कुराले नि उहाँलाई फलन नगरोस्। त्यसको लागि हामी आशीर्वाद दिन आएका छौँ। अर्को चाहिँ वास्तवमा विवाह कहिले असफल हुँदैन, तर मानिसहरू असफल हुन्छ। विवाह कहिले असफल हुँदैन, मेरो विवाह खत्तम भयो मेरो भन्नु हुँदैन। मान्छे असफल हुन्छ, विवाह असफल हुँदैन, किनभने विवाह त परमेश्वरले सुरु गर्नुभएको। मान्छेलाई
मलाई बिहा गरेपछि आफ्नो बुढी मन नपर्न सक्छ, तर प्रभुले जुन सुरु गर्नुभएको विवाहको प्रथा छ नि त्यो चाहिँ कहिले पनि असफल होइन। मान्छेहरू असफल हुनुहुन्छ। विवाह गर्दा ध्यान दिनुपर्ने आर्थिक रूपमा, शारीरिक रूपमा, सामाजिक रूपमा परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ है। अब कतिपटक हामी देख्छ नि सानो उमेरमा 14 वर्षमा 15 वर्षमा विवाह गर्यो। अन्त विवाह गरेर के गर्नु? 15 वर्षमा बिहा गर्छ, 16 वर्षमा बच्चा जन्मिन्छ, बिचरा सानो परिपक्व हुन्छ। जब बढ्दै जान्छ उमेर पुगेपछि बुढालाई बुढी चाहिँ बुढी लाग्छ। अब त यस्तै छ भन्न थाल्छ, अनि अर्कोतिर लाग्छ, अनि बुढीले रिस उठ्छ, त्यहाँदेखि झगडा गर्छन्, त्यहाँदेखि डिभोर्स दिन्छन्, के हुन्छ। त्यस कारणले गर्दा सबै कुराले परिपक्व भइसकेपछि आर्थिक रूपमा पनि भोलि गएर ल भाइ म यसो जब गर्छु भन्दाखेरि नि जब मिल्न सकोस्, त्यो क्वालिफिकेसन होस्। अर्को कुरो चाहिँ शारीरिक रूपमा पनि अहो यी त बच्चा त सानो रहेछ, कस्तो बिहा गरेका भनेर कसैले नि दाबी गर्न नसकोस् र परिपक्वतामा विवाह गर्नुपर्छ। दोस्रो, केटीको उमेर सानो भएमा बच्चा कमजोर हुने, सिकाउने कुरामा कमजोर हुने र आँखा लगाउने बानी हुन्छ। तपाईँले हेर्नुहोस्, जब सानो उमेरमा बिहा गरेका केटाकेटीको धेरै मानिसको गाह्रो अवस्थामा छ अहिलेको अवस्था। तिनीहरूले के गर्छन्, आफू 2-4 बच्चा पाइसकेपछि बुढी जस्तो देखिन्छ, बुढालाई फेरि अन्ततिर चाहिँ मन लाग्छ, अथवा अरू केटीतिर अहो मेरो बुढी त योभन्दा राम्री छ है। किनभने बच्चा धेरै पछि हुन्छ नि, अब कहिले कहिले त्यो कपालहरू पनि गिङरिङ्ग बनाएर बसेको, नाकबाट सिँगारहरू चुहाइरहेको, कानका लोतीहरू पनि निस्किरहेको, त्यो भएपछि त त्यो अर्को केटी त राम्री छ नि होइन। अब कोरीबाटीको चुलठी कुनै के गरे जस्तै राम्री छ, अनि त्यतातिर चाहिँ मन जान्छ, आँखा जान्छ। त्यसपछि के हुन्छ, बिस्तारै बिस्तारै घरकी कुनै के भन्छ नि होइन, त्यस्तै अवस्था चाहिँ आउन सक्छ। त्यस कारणले गर्दा म चाहिँ दिदीबहिनीहरूलाई भन्छु, यदि विवाहित हुनुहुन्छ र अविवाहितलाई पनि भन्छु चिरी चट्टा बन्नु सधैँ, ताकि बाहिरको मान्छेलाई आँखा लानु केही भएर पर्दैन। तर तपाईँले चाहिँ आँखा लाउनुहोस् फेरि है, जहिले पनि राम्रो हुनुपर्छ। किनभने कहिले कहिले यो परामर्श दिँदै गर्दाखेरि पनि भनिन्छ, जब बाहिर मान्छे हिँड्छ नि छोरा मान्छेहरू, त्यस कारणले भाइले पनि भनेको बहिनीलाई पनि भनेको, बाहिर जब गएर आउँछ अनि त्यसपछि त घरको भन्दा बाहिरको राम्रो चाहिँ भन्दा पनि आफ्नो घरको राम्रो भनिदिनु पऱ्यो। दिदीबहिनी पनि बुढा दिनभरि काम गरेर आएछ, आउँदाखेरि बुढी चाहिँ टाउका रुमाल बाँधेर सुतिरहेछ, आया आया गरिरहेछ होइन। अनि खाना पनि पकाउँदैन टाइममा, अनि झगडा सुरु हुन्छ। धेरै परिवारमा त्यो अवस्थाहरू अहिले सिर्जना भएको छ। अब कपाल हेरेर गुङ्रुङ्ग होइन, कोले 4 जनाले भुटाले जस्तो अवस्था हुन्छ। हेर्दा कानबाट त्यसले त्यो कानको गुजी निस्किरहेछ, नाकबाट सिँगार निस्किरहेछ। अब त्यस्तो बुढी अनि के विचार गर्नुहुन्छ? विचार गर्नु त अनि त्यो छोरा मान्छेले अन्त नहेर के हेर्छ। त्यस कारणले जहिले पनि दिदीबहिनीहरू चाहिँ बिहान उठेर कोरीबाटी गर्नुहोस्। कहिले कहिले साह्रो चरालाई हेर्नुहुन्छ नि, त्यो साह्रो चरा बिहान गएर पहिले त कोरीको बाटी गर्छ, अनि साह्रो हुन जान्छ कि त्यसो गरेर के गरेर साथीहरूले बोलाउँछन्, मन पराउँछन् एकअर्कामा। त्यही कारणले कतिपटक चाहिँ बहिनीलाई पनि यही भन्न चाहन्छु, तपाईँ चाहिँ आँखा लगाउनुभन्दा पहिला आफूलाई आँखा लगाउनुहोस् होइन। हामी सबैले म चाहिँ राम्रो भएको छैन, मेरो बुढाको लागि म स्विटेबल भएको छैन भन्ने कुराहरू थाहा हुनुपर्छ। मेरो साथीले एउटाले विवाह गर्नुभयो, अनि उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि, म जब बजार घुम्न जान्छु तिमीले चाहिँ मलाई बहिनी मेरो दाइ हो भन है भन्नुभयो। भएर चाहिँ के रहेछ भन्दाखेरि त्यो विवाह गर्ने केटा चाहिँ 40 वर्षको, केटी चाहिँ 16 वर्षको है। अनि त्यो तल र उयो हलो नमिलेको गोरु जस्तो क्या, त्यो हलो नमिलेको गोरु हुन्छ त्यस्तो भइदियो। अनि उसलाई गाह्रोमा मेरो श्रीमती भन्नलाई। त्यस कारणले यहाँ बाहिर गयो त त्यो अवस्था छैन, किनभने उहाँ त ठ्याक्कै मिल्नु भएको छ, उचाइ पनि ठ्याक्कै मिल्छ। जस्तै कुराहरू हुन्छ। विवाह भनेको त्यस्तो खुला र घनिष्ठ हो, जहाँ चाहिँ संसारले अरू मानिसले के कुराहरू देख्दैन, तर श्रीमान श्रीमतीले एक्लै अर्कै देख्छ। त्यस कारणले त्यो चाहिँ एउटै मानिसले मात्र देखोस्, एउटै मानिससँग मात्रै त्यो सम्बन्ध रहोस् भनेर त भन्छ। कुनै कुरा चाहिँ लुकाउनु हुँदैन। कहिले कहिले तपाईँले देख्नुहुन्छ नि, जब श्रीमान श्रीमतीभन्दा बाहिर पर स्त्रीसँग सम्बन्ध हुन्छ, बिस्तारै बिस्तारै मोबाइलका लकहरू फेर्न थाल्छ। त्यस कारणले अनि बिस्तारै बिस्तारै जब फोन आउँछ गएर कि चौकी के भन्छ घरको चौको माथि पुग्छ कि तल पुग्छ, तर सँगै एक्लै अर्काको मोबाइल चाहिँ हेर्नुपर्छ। त्यस कारणले तपाईँहरूले पनि हेर्नुहोस् है, अरूले पनि आजदेखि फेरि झगडा होला कति परिवारको है। त्यस कारणले गड इज द हेड अफ द फ्यामिली। जहिले पनि तपाईँहरू जसरी आज विवाह बन्धनमा बाँधिन जाँदै हुनुहुन्छ, तपाईँको परिवारको पहिलो व्यक्ति चाहिँ परमेश्वर हो। परमेश्वरभन्दा बाहिर चाहिँ हामी जानु हुँदैन। हरेक कुरामा श्रीमान बाहिर जानुभएको छ, श्रीमती घर बसेर प्रार्थना गरोस्,
श्रीमती बाहिर गएको छ, श्रीमानले प्रार्थना गरोस्। एकअर्कामा टाढा भए पनि फोनबाट भए पनि दुईटै बसेर प्रार्थना गरोस्, अझै राम्रो र असल हुन्छ। त्यस कारणले जहिले पनि हामी हो होइन, हामीभन्दा माथि परमेश्वर हुनुहुन्छ। सारा स्वर्ग र पृथ्वीका मालिक परमप्रभु, आजको यो खुसीको दिनमा हामी तपाईँको चरणमा आउँछौँ। तपाईँले भाइ सन्दीप र बहिनी एन्जललाई मगरदेखि आज पवित्र विवाहको दिनसम्म एकअर्को प्रति विश्वासयोग्य रहन सहायता गरेर आशिषमय र सुन्दर दिन दिनुभएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ जसले सुरुका मानिस आदम र हव्वालाई एकअर्काको जीवन साथी बनाउनु भयो, आज त्यसै गरी यहाँ आएका यी पुरुष र स्त्रीलाई वैवाहिक सम्बन्धमा बाँधिएर जीवन साथी हुन सहायता गर्नुहोस्। आजको यो वैवाहिक समारोह आजका दुलादुलेलाई तपाईँको चरणमा राख्दै तपाईँको अगुवाई र आशिष माग्दछौँ। साथै आजको विवाह हुने तपाईँको दासको साथमा पनि हुनुहोस्। आमेन। यस विवाहको विधिलाई म अगाडि बढाउनुभन्दा अगाडि जुन विवाह हुन गइरहेको छ यो चाहिँ प्रोटेस्टेन्ट विधि अनुसार हामीलाई थाहा छ। विवाह क्याथोलिक पनि छ, विभिन्न अन्य सम्प्रदायहरू पनि छन्, तर आज प्रोटेस्टेन्ट विधिबाट यो विवाहलाई म अगाडि बढाउन जाँदैछु। विशेष दुला विवाहको समयभन्दा अगाडि आइसक्नु भएको छ, त्यस कारणले हामीले अगाडि ल्याउँछौँ। र यो दुवै दुला र दुलै आफ्नो देशको कानुन अघि नै मैले भने मण्डलीको स्तरको योग्यतामा यी दुवै विवाहको विधि सञ्चालन गर्न म आफै पनि यहाँ उभिएको छु। र हे परमप्रभुका प्रियजनहरू, आज उपस्थित सम्पूर्ण व्यक्तित्वहरू हामी यहाँ परमेश्वरको र यस मण्डलीमा यतिका उपस्थितिमा यी दुई प्राणीलाई पवित्र विवाहमा बाँध्नलाई भेला भएका छौँ, जुन चाहिँ परमेश्वरको दृष्टिमा आदर योग्यको छ। किनभने यो परमेश्वरले नै स्थापना गर्नुभएको, यसले मण्डली र येशू ख्रीष्टसँगको अद्भुत सम्बन्ध सत्यतामा प्रकट गर्छ। येशू आफै पनि गालीलको कारानगरको विवाह भोजमा उपस्थित हुनुहुन्थ्यो र त्यस भोजलाई सुशोभित र आशिषित तुल्याउनु भयो। यसै कारण यहाँ उपस्थित हुने कोही पनि बेकारमा उपस्थित भए नभएको होस्, तर आदर साथै होसियारीपूर्वक र परमेश्वरको भयमा उपस्थित भएको। यस पवित्र बन्धनमा यी दुई प्राणी अब एक हुन चाहन्छन्। यदि यहाँ उपस्थित हुनेहरूमध्ये कसैले यी दुई प्राणी पवित्र बन्धनमा बाँधिन सक्दैन भन्ने न्यायोचित कारण छ भने अहिले नै भन्नुहोस्, अथवा होइन भने सधैँसम्मको लागि मण्डली चुप रहनेछ। म यहाँलाई यो समय दिएँ, 1 मिनट मात्रै समय छ। यो बिचमा यदि यिनीहरूको विवाह हुनलाई असम्भव छ अथवा विवाह हुन सक्दैन भन्ने कुनै यथोचित कारण छ भने तपाईँले हात उठाएर भन्न सक्नुहुन्छ, नत्र भने हामी विवाहलाई अगाडि बढाउन सक्छौँ। म विशेष गरेर यो समयमा दुला र दुलैको अभिभावकलाई उठ्नलाई अनुरोध गरेँ, बहिनी अनिता अनि हाम्रो दिदीलाई उठ्नलाई अनुरोध गरेँ। बहिनी अनितालाई म प्रश्न गरेँ, तपाईँ दुलैको के नाता पर्नुहुन्छ? उहाँ मम्मी हुनुहुन्छ। ल, अनि के तपाईँ जिम्मेवारीका साथ विवाह दिन इच्छुक हुनुहुन्छ? इच्छुक हुनुहुन्छ। ल, उहाँलाई ताली बजाइदिनु त इच्छुक हुनुहुन्छ है, परिवारबाट राजी आएको छ। हुन्छ, बस्दिनुहोस्। त्यसरी नै हाम्रो भाइको आमालाई पनि मैले सोधेँ, तपाईँ दुलाको के नाता हुनुहुन्छ? मम्मी हुनुहुन्छ। मैले नचिनेर होइन, अरूले पनि चिन्नुभयो नहोस् भनेर है, मैले जानकारीको लागि। के तपाईँ जिम्मेवारीका साथ उनको विवाह दिन इच्छुक हुनुहुन्छ? हुन्छ। ल, ताली बजाइदिनुहोस्। अब घर परिवारको राजी भइसक्यो रहेछ होइन। त्यस कारणले म एउटा पास्टरको हैसियतले अभिभावकलाई मैले यो आग्रह गरिसकेपछि अब विवाहलाई म अगाडि बढाउन दिन चाहन्छु। त्यस कारणले गर्दा यो समयमा भाइ र बहिनीलाई उठ्नलाई म अनुरोध गरेँ र बहिनीको मम्मीलाई म अगाडि बोलाउँछु, अगाडि आउनुहोस् र यहाँले आफ्नो छोरा छोरीको हात चाहिँ भाइको हातमा दिनुपर्ने हुन्छ है। ल, भाइले चाहिँ उनीहरूको हात थाप्नुहोस् अनि उहाँले चाहिँ तपाईँलाई हात दिनुहुन्छ है त। यस्तो आउने सबैले बसेर राम्रो हुन्छ। ल, तिमी हात थाप, उतापट्टि हात हो, त्यस हात थाप, त्यही थाप्नु, एउटा हात थाप्नुहुन्छ। उहाँले दिनुहुन्छ। ल, ताली बजाइदिनुहोस्। आजदेखि हुन्छ भाइ, धन्यवाद।
अब समातिरहने आफूलाई छोड्ने होइन अब आजदेखि त सधैँ समातिरहने है परमेश्वरले तपाईँको विवाहलाई आशिष दिनुहुनेछ ल नानीहरूले पनि खिच्नु है आफ्नो पाल्न सजिलो हुन्छ परिपूर्ण पार्नुहुनेछ र तपाईँको घर शान्तिमा निर्माण हुनेछ अनि तपाईँको परिवारमा परमेश्वरको शान्ति अनुग्रह र निगाह प्रशस्त गरी बढ्नेछ यो समयमा म भाइलाई केही प्रश्न सोध्न चाहे भाइलाई माइक दिनुहोस् है ल श्री सन्दीप सारू के यस स्त्री एन्जललाई के तपाईँले आफ्नो इच्छाले यिनी दुलहीको दिलाईसँग वैवाहिक जीवन जिउन चाहनुहुन्छ के आफ्नो विवाहिता पत्नी भनी स्वीकार गर्नुहुन्छ यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ के तपाईँले उनलाई निरोगी वा रोगी अवस्थामा सुखमा वा दुःखमा अभावमा वा प्रशस्ततामा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुटाएसम्म माया प्यार वास्ता सान्त्वना र आदर दिइरहनुहुनेछ ल गर्छु भन्नुहुन्छ ताली बजाइदिउँ लोगानी भए पाल्पाबाट यहाँ किन आउनुहुन्थ्यो होला होइन गर्नुहुन्छ ल अब बहिनीलाई दिनुहोस् सुश्री एन्जल थापा के यस पुरुष श्री सन्दीप सारूलाई के तपाईँले आफ्नो इच्छाले यिनी सन्दीप सारूसँग वैवाहिक जीवन जिउन चाहनुहुन्छ के आफ्नो विवाहिता पति भनी स्वीकार गर्नुहुन्छ अलि टाढो जानु है यस पवित्र बन्धनमा रहिरहन स्वीकार गर्नुहुन्छ के तपाईँले यिनलाई निरोगी वा रोगी अवस्थामा सुखमा वा दुःखमा अभावमा वा प्रशस्ततामा सबै कुरालाई बिर्सेर मृत्युले तपाईँ दुवैलाई नछुटाएसम्म माया प्यार वास्ता सान्त्वना र आदर दिइरहनुहुनेछ ल ताली बजाइदिउँ हुन्छ म अब भाइ बहिनीलाई एउटा करार बाँध्न लगाउँछु पढेर सबैको अगाडि सुनाइदिनु बहिनीलाई किनभने पढ्न सक्नेलाई एकछिन छोडेर हात छोड्दै हुन्छ पढ्नलाई मात्रै छोडे है फेरि पढेर राम्रोसँग म श्री सन्दीप सारू मगरले तिमी सुश्री एन्जल थापालाई आजदेखि उसो दुःखमा वा सुखमा बिरामीपनमा वा आरोग्यतामा व्यस्ततामा वा फुर्सदमा अभावमा वा परिपूर्णतामा सङ्कष्टमा वा बेसङ्कष्टतामा प्रेम गर्न र साथ दिनका लागि मेरो विवाहिता श्रीमतीको रूपमा स्वीकार गर्दछु हामी दुवैलाई मृत्युले नछुट्याएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार उहाँको उपस्थिति र यो सारा समुदायको सामुन्ने म तिमीलाई परमेश्वरको वचन अनुसार प्यार र वास्ता गरि नै रहनेछु अनि यो विश्वासको बाचा बाँध्दछु ल ताली बजाइदिनुहोस् है ल बहिनीले पनि म सुश्री एन्जल थापाले तपाईँ श्री सन्दीप सारूलाई आजदेखि उसो दुःखमा वा सुखमा बिरामीपनमा वा आरोग्यतामा व्यवस्थामा वा फुर्सदमा अभावमा वा परिपूर्णतामा सङ्कटमा वा बेसङ्कटमा प्रेम गर्न र साथ दिनका लागि मेरो विवाहित श्रीमानको रूपमा स्वीकार गर्दछु हामी दुवैलाई मृत्युले नछुटाएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार उहाँको परिस्थिति र यो सारा समुदायको सामुन्ने म तपाईँलाई परमेश्वरको वचन अनुसार प्यार र वास्ता गरि नै रहनेछु भने यो विश्वासको बाचा बाँध्दछु ल ताली बजाइदिनुहोस् है उहाँले बाजा बाँधिन सक्नु भएको छ यति आज निम्तालु व्यक्तिहरूको उपस्थितिमा मण्डलीको अगुवा विश्वासीहरूको उपस्थितिमा उहाँले बाजा बाँध्नु भएको छ यहाँ तपाईँले देख्नु भएको छ यो चाहिँ उहाँले एकले अर्कालाई माया गरेको यो चिन्ह हो जसलाई बाइबलले साई मुन्द्री अथवा औँठी भनेर भन्छ यसको विषयमा म तपाईँहरूलाई सानो जानकारी दिन्छु यो सुनको औँठी हो देख्नुभयो सुनको औँठी हो र यो पवित्रताको प्रतीक हो विवाहको औँठी भित्री हामी एकले अर्कालाई मन पराउँछौँ
हामी माया गर्छौँ भनेर बाहिर देखिन सक्ने एउटा चिनो हो। यसले दर्शाउँछ कि यस पुरुष र स्त्री एक आपसमा पवित्र बन्धनमा बाँधिएका छन्। यसले आफ्नो अधिकार र जीवन एकअर्कोमा समर्पण गरेर एउटै भएको सङ्केत हो। साथै यो औँठीले ख्रीष्ट येशूको मण्डलीको माध्यमद्वारा यी दुई पुरुष र स्त्रीलाई पवित्र विवाहको सूत्रमा गाँसेको प्रकट गराउँछ। यस औँठी गोलो आकारको छ। यसले सुरुवात पनि छैन, अन्त पनि देखिँदैन। यसले प्रेमको कुनै सुरु र अन्त हुँदैन। यसले सिद्ध प्रेमको सङ्केत गर्छ। यो एक बहुमूल्य धातुले बनिएको छ। यसले तपाईँहरू बीचको प्रेमको सम्बन्ध बहुमूल्य हुनुपर्छ। हामी औँठीको लागि प्रार्थना गरौँ। अनुसार प्रार्थना गरौँ। भाइ र बहिनीले एकले अर्कालाई माया गरेर ल्याउनु भएको यो औँठीलाई प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। विशेष गरेर अहिले यो भाइ र बहिनीले एकले अर्कालाई माया गरेको एउटा प्रेम स्वरूप यो औँठी दिएर, यो चिनो दिएर, साटासाट गरेर आफ्नो प्रेमलाई गढेका छन्। तपाईँ प्रभुले आशिष दिनुहोस् येशूको नाउँमा। र पहिला पुरुषले स्त्रीको बायाँ हातको साइली औँलामा लगाइदिनेछन् र यसरी नै स्त्रीले पनि पुरुषको बायाँ हातको साइली औँलामा लगाइन्छ। जब एउटाले अर्काको औँठी लगाएको औँलालाई समात्दै पालै पालो भन्नेछन्। दुवैले पालो पालो भन्नेछन् है। पहिला तपाईँले लगाइदिनुहोस्, के अरे भाइले चाहिँ बहिनीले लगाइदिनुहोस् बायाँ हातको साइली औँलामा। यसको लगाइदिनुहोस्। ल ताली बजाइदिनुहोस् न। ल तिमीले पनि लगाइदिनु भाइलाई बायाँ हातको साइली औँला। ल अब तपाईँहरू हात समात्नुहोस्। ल अघि म भन्छु, मेरो पछि भन्नुहोस्। म पिता, पुत्र र पवित्र आत्माको नाउँमा हाम्रो आपसी प्रेम र अनन्त विश्वासको चिन्ह बाचा अनुसार यो औँठी उपहार मार्फत तपाईँसँग विवाह गर्दछु। ताली बजाइदिनुहोस्। अब यहाँबाट थाहा भयो उहाँहरू एकले अर्कालाई माया गर्नुहुन्छ र औँठी पनि दिइसक्नु भएको छ। यो दुलै भनेको दिन चाहिँ साह्रै राम्रो हुन्छन् अरे मान्छे दिदीबहिनीहरू। त्यही भएर भाइले अघि नैदेखि कोल्टेर हेर्नु भएको थियो, आउँदैछन् कि कोल्टेर हेर्नु भएको थियो है। अहिले त्यो भएर भाइलाई चाहिँ बिस्तारै बहिनीको घुम्टो खोलिदिनु होला है। खोलिदिनु, म आग्रह गरेँ बिस्तारै। फेरि सबै भरे गुरु पारेर पार्नु होला बिस्तारै है। ल बिस्तारै सब अगाडि फोटो खिच्नु भएको छ। सबैले ताली बजाइदिनु। ल आज पवित्र परमेश्वर र मण्डली उपस्थितिको अघि यी दुई सन्दीप सारू र एन्जलले आपस्तमा करार बाँधी एक अर्कालाई प्रेम चिन्ह दिएर पवित्र बन्धनमा बाँधिएको प्रमाण दिएका छन्। यसकारण ख्रीष्ट येशूको सुसमाचारको सेवकको हैसियतले उहाँले दिनुभएको अधिकारमा यी दुई प्राणीलाई पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरको नाउँमा विवाहिता लोग्ने सोच्ने भनी घोषणा गर्दछु। जसलाई परमेश्वरले जोड्नु भएको छ कसैले नछुटाओस्। अब उहाँहरू चाहिँ विवाहिता पति पत्नी हुनुभएको छ। अब श्रीमान के अरे सन्दीप श्रीमती ऊ भन्नुभएको छ। अब हामी उहाँहरूलाई प्रार्थना गर्नेछौँ। यहाँहरूले घोडा टेक्न सक्नुहुन्छ। ल हाम्रो अगुवाहरू अगाडि आइदिनुहोस्, प्रार्थना गरौँ है। अगुवाहरू अगाडि आइदिनुहोस्। मण्डली सबैजना उठ्नुहोस् र उहाँतिर हात फर्काएर प्रार्थना गर्नुहोस् उहाँहरूको आशिषको लागि। धन्यवाद दिन्छौँ जसरी प्रभु तपाईँले यिनीहरूलाई एकसाथ जोड्नु भएको छ। प्रभु तपाईँले आशीर्वाद दिनुहोस्। प्रभु तपाईँको अनुग्रह उनीहरूमाथि राख्नुहोस्। तपाईँको छत्र छायामुनि उनीहरूमाथि राख्नुहोस्। प्रभु आज जसरी एकाकोमा बाँधिएका छन् विवाह बन्धन, प्रभु यो विवाह बन्धनलाई कसैले पनि टुट्न नसकेको होस्, छुट्याउन कोसिस गर्ने आत्मालाई हामी हटाउँदछौँ। प्रभु तपाईँले उनीहरूको वैवाहिक जीवनमा सफलता दिनुहोस्। हामी सधैँभरि उनीहरूको जीवनमा खुसी, आनन्द, हर्ष र आशिषले भरिएको जीवन हामी देख्न सक्छौँ। हालेलुया। हे हाम्रो अनन्तका पिता परमेश्वर, मानव जातिका सृष्टिकर्ता,
र पालनहार सबै आत्मिक अनुग्रह दिनेवाला र अनन्तका जीवन दिने परमेश्वर तपाईको आशिषले दुवैलाई आशीर्वाद दिनुहोस् ताकि यिनीहरूले आपसमा बाँधेर करारमा विश्वासयोग्य भइरहन सकुन् तपाईको वचन अनुसार आपसमा सिद्ध प्रेम र शान्तिमा रहिरहन सकुन् तपाईको सृष्टि यिनीहरूलाई राख्नुहोस् दृष्टि तपाईले उनीहरूमाथि राख्नुहोस् ताकि यिनीहरूले एक आपसलाई एकअर्कालाई प्रेम आदर पालन पोषण र सकुन् र विश्वासयोग्यता र धीरजका साथमा बुद्धिमान र सत्य र ईश्वर भक्तिमा जीवन बिताउन सकुन् ताकि यिनीहरूको घर आशिषको स्वर्ग र शान्तिको स्थान बन्न सकोस् हामी यो जोडीको निम्ति प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछौँ आमेन। हुन्छ धन्यवाद। यहाँहरू बस्न सक्नुहुन्छ बहिनीहरू आफ्नो ठाउँमा पनि बस्न सक्नुहुन्छ। पवित्र बन्धनमा यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना परम प्रभुको इच्छा पूरा गर्न यो जोडी आज असल भन्ने बाइबलको वचनमा नमुना बनोस् यो जोडी कामना यो दिनमा विंशुत डोरी दारिलो हुन्छ बन्धनमा यो जोडी आज प्रभु अभिषेक यो दिनमा आज यो जोडी समर्पण गर्छौं तपाईको चरणमा आत्मिक दियो सकाउनु हो प्रभु चम्कानुस् जोडीमा नुन र बनाउनुस् प्रभु यी छोरा छोरीलाई यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना
प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना यो जोडी आज जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढौँ म अगाडि जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढौँ म अगाडि रिस उठेको बेला नच्यात्नु होला है यसलाई कहिले कहिले रिस उठ्यो भने यसैले मलाई बिहा गराएको भनेर नच्यात्नु होला यो चाहिँ मण्डलीको तर्फबाट र तपाईँहरूलाई बाहिरभित्र गर्दा पनि काम लाग्न सक्छ है ल ताली बजाइदिनुहोस् है ल दुईजनाले समात्नु ल आमा मेरो जस्तो हात राख्नु भइहाल्छ ल हुन्छ धन्यवाद हुन्छ धन्यवाद है यहाँ उपस्थित हुनुभएको सबैजनालाई मेरो तर्फबाट जयमसी नमस्ते सबैजनालाई पास्टर दाजुलाई म धन्यवाद दिन चाहन्छु अनि यहाँ उपस्थित हुनुभएका एल्डर दाजुहरू अनि विश्वासीजनहरू अनि जवानहरू सबैजनालाई मण्डली परिवारहरूलाई म सबैभन्दा पहिला धन्यवाद दिन चाहन्छु कि हजुरहरू सबैजना उपस्थित भएर एउटा राम्रो तरिकाले प्रार्थनासहित हाम्रो छोरीको अनि ज्वाइँको आशीर्वादको लागि हजुरहरू उपस्थित भएर अनि प्रार्थनाको साथमा यहाँ आइदिनु भएको लागि मेरो परिवारको तर्फबाट म धन्यवाद दिन चाहन्छु अनि म धन्यवाद दिन चाहन्छु हाम्रो दुलहाको तर्फबाट आइदिनु भएको हाम्रो सम्धिनीज्यूहरूलाई अनि त्यसपछि भाइलाई हैन ज्वाइँलाई अनि बहिनीलाई पनि म धन्यवाद दिन चाहन्छु यस्तो गर्मीको मौसममा पनि टाढाबाट आइदिनु भयो अनि हाम्रो बिचमा आएर यो बिहामा उपस्थित हुनुभयो हजुरहरूलाई पनि धन्यवाद अनि मेरो घर परिवारबाट मामा घरबाट मेरो परिवारहरू सबैजना हजुरआमा अनि माइजूहरू मम्मी अनि बहिनीहरू सबैजना उपस्थित भएर यो बिहामा आएर हाम्रो नातिनी छोरी को लागि ज्वाइँको लागि सबै आशीर्वाद दिनको लागि पाल्नुभएका सबैजना हजुरहरू यस भवनमा बस्नुभएको सबैजनालाई म आफ्नो हृदयबाट धन्यवाद दिन चाहन्छु अनि त्यसपछि म भन्न चाहन्छु आज सानो प्रीति भोज राखेका छौँ अनि त्यसमा पनि सहभागी भइदिनुहोस् भन्न चाहन्छु यति नै मेरो 2-4 शब्द राख्छु धन्यवाद जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा प्रार्थनाको उत्तर बनिएकै हो तिमी मेरो
हामी प्रार्थना गर्छौँ है त। मण्डली सबै उठ्नुहोस्। पवित्र परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको दिनको लागि। तपाईँले असल प्रकारले विवाहलाई सम्पन्न हुनलाई सहायता गर्नुभयो। तपाईँको उपस्थितिको लागि हामी धन्यवाद दिन्छौँ। विशेष गरेर यिनीहरूको वैवाहिक जीवनमा तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्, सहायता गर्नुहोस्, डोर्याउनुहोस् प्रभु। आउने उनीहरूको जीवन एउटा आशिषको घर बन्न सकेको होस् प्रभु। तपाईँ परमेश्वरको अदनको बगैँचामा बनाइएको योजना आज यो ठाउँमा आएर यिनीहरूको जीवनबाट पुरा भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अब हाम्रो परमेश्वर पिताको प्रेम, पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति र सहभागिता तपाईँको दोस्रो आगमन नहुन्जेलसम्म, विशेष गरेर आज विवाह बन्धनमा बाँधिएका भाइ र बहिनीको साथमा, हामी परिवारको साथमा, सबैको साथमा सदा सर्वदा भइरहोस्। आमेन। अब भाइ र बहिनी एकले अर्काको हात समात्नुहुन्छ। यी समयको लागि तपाईँले हामीलाई हरेक कुरामा प्रभु सहायता गरेर ल्याउनु भएको छ। प्रभु तपाईँले हाम्रो निम्ति भजन जुटाउनु भएको छ। परमेश्वर पिता भएको यस्तो भोजनमा आशिष दिएको होस्। खाइपी गरी प्रभु तपाईँले महिमा गर्न सक्नेछौँ। धन्यवाद छ येशूको नाममा। आमेन। परमेश्वरले तिमीलाई बनाउनु भो हजुरकै शरीरको एक
परमेश्वरले तिमीलाई बनाउनु भो योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो म तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु सृष्टिकै उत्कृष्ट रचना हो हामी सृष्टिकै उत्कृष्ट रचना हो हामी मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो चिरेर देखाऊ कसरी प्रिस नै हाम्रो साथी आजन्मसम्मलाई यो माया हजुरलाई मृत्युलाई पनि मात दिने छाती चिरेर देखाऊ कसरी कृष्णै हाम्रो साथी आजन्मसम्मलाई यो माया हजुरलाई मृत्युलाई पनि मात दिने आत्माको मिलन हो यो हाम्रो प्रेम आत्माको मिलन हो यो हाम्रो प्रेम मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु भो योजनामा
जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमीलाई बनाउनु
मुटुबाट प्रशस्तै पोखिने गरेर यता नि हो ल आइजाऊ 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 तिमी